छेउछाउमा अलिकति नजिकै सबको नजिकै चाहिँ कन्डमहरू देखिरहेछन्, 2-3टा कन्डमहरू छन्, त्यो कन्डमको बाहिर चाहिँ रगत लागिरहेछ होइन। अब यो देखेपछि चाहिँ घटना पक्कै पनि बलात्कारपछि हत्या नै हो भन्ने यो छर्लङ्ग छ। यो घटनामा तपाईँ प्रत्यक्ष अनुसन्धानमा सहयोग पुर्याइराख्नु भएको छ, एउटा स्वतन्त्र व्यक्ति, एउटा अभियन्ताको रूपमा हो। यो घटना कहाँ पुगिरहेको छ, मलाई यो घटनाको सुरुदेखि तपाईँले थाहा भएको यो स्टोरी बताइदिनुहोस्। यो घटना म यो घटना घटेको 4औं दिनबाट चाहिँ यो फ्यामिलीसँग प्रत्यक्ष रूपमा जोडेर आइरहेको छु र यो घटना चाहिँ अब मैले त्यहाँभन्दा अगाडि चाहिँ जो अन द स्पोट चाहिँ म पुगेन, तर त्यहाँ सुन्दै गर्दाखेरि चाहिँ के थियो भनेपछि घटना चाहिँ बलात्कार पछि हत्या भएकै देखिन्छ, त्यहाँ स्पष्ट छ। यो त यसमा कुनै दुई मत नै छैन, किनभने बच्चाको जो नानी हुनुहुन्थ्यो उहाँको आङको सबै लुगाहरू खुल्ला छ अनि एकदमै रगतहरू बगिरहेछ, लुगामा रगत लागिरहेछ। अनि त्यसपछि घटना जहाँनिर सब थियो सबको र अहिले चाहिँ त्यसपछि चाहिँ अब 4औं दिनमा म जोडिएँ। 4औं दिनमा जोडिँदाखेरि चाहिँ अलिकति प्रहरी प्रशासनले चाहिँ यसमा अलिकति ढिलासुस्ती गरेको हामीले पायौँ र अब अलिकति सिरियस नभए हो कि यहाँको प्रहरी प्रशासन भन्ने तरिकाले चाहिँ हामीले बुझेपछि चाहिँ हामीले एउटा खालको खबरदारी र्याली टाइपको हिजो मात्रै गऱ्यौँ। यहाँहरू सबैजनालाई अवगत नै होला यो कुरामा। र हिजो र्याली पश्चात चाहिँ हामीले त्यहाँभन्दा अगाडि जब हिजो र्याली निस्केन तब त्यहाँभन्दा अगाडि चाहिँ हामीले कुनै पनि रिपोर्टहरू चाहिँ पाएका थिएनौँ। फ्यामिलीले पनि पाउनु भएन, हामी अभियन्ताहरूले पनि पाएनौँ। यो कुनै पनि रिपोर्टहरू प्रहरीले चाहिँ भन्नुभएको थिएन, छैन भन्ने टाइपको कुरा भइरहेको थियो। अनि त्यसपछि चाहिँ हामीले र्याली गरिसकेपछि हाम्रो सिडिओ कार्यालयमा पुग्यो पहिला र्याली। त्यहाँ चाहिँ हामीले एउटा ध्यान आकर्षण पत्र चाहिँ पीडित परिवारको पक्षबाट बुझायौँ। अनि त्यसपछि चाहिँ हामी जिल्ला प्रशासनमा त्यो र्याली आएपछि जिल्ला प्रशासनमा चाहिँ एउटा ध्यान आकर्षण पत्र बुझाइसकेपछि हाम्रो एसपीजीसँग अनि उहाँसँगै हामी बसेर कुरा गरिसकेपछि एसपी साहबको मुखबाट चाहिँ अनि मात्रै हामीले रिपोर्ट के आयो र कस्तो खालको रिपोर्ट आयो भन्ने कुरा चाहिँ हामीले पायौँ। अनि हिजो रिपोर्ट चाहिँ के आएको थियो भने पोस्टमार्टमको रिपोर्टहरू आछ होइन। त्यसमा चाहिँ बलात्कार पछि हत्या भन्ने छ होइन। बलात्कार भयो, बलात्कार भइसकेपछि चाहिँ भित्र घाउ भयो र ठुलो मात्रामा चाहिँ रक्तस्राव भएको कारणले गर्दाखेरि मृत्यु भयो भन्ने खालको एउटा रिपोर्ट आयो। अनि त्यो रिपोर्ट आइसकेपछि चाहिँ अब अहिले चाहिँ अब आज हामी त्यो रिपोर्टको जे उहाँले हामीलाई जानकारी गराइसकेपछि चाहिँ हामी सबैजना आफ्नो घर गयौँ। राति पनि भइसकेको थियो र अनि आज चाहिँ बिहानै फेरि हामीले एसपी साहबसँग भेट्यौँ, सबै पीडित परिवार लगायत म पनि थिएँ। अनि भेटिसकेपछि चाहिँ अहिले चाहिँ उहाँहरूले त्यही रिपोर्ट मात्रै आएको छ अहिले। अनि बाहिरबाट अरू टिमहरू पनि आउँदै हुनुहुन्छ, जस्तो सिआइबीको टिमहरू आउँदै हुनुहुन्छ होइन। अनि त्यस पछाडि पोलिग्राफ को टिमहरू पनि आउँदै हुनुहुन्छ, टेक्नोलोजीको टिमहरू आउँदै हुनुहुन्छ, अनि डिएनए को रिपोर्टहरू पनि आउँदैछ। अनि त्यो रिपोर्ट सबै आइसकेपछि झन् त्यो रिपोर्टबाट चाहिँ कस्तो खालको हुन्छ नि रिजल्ट आउँछ भन्ने कुराहरू चाहिँ थाहा हुने भएको छ। अब रगतहरूको अनि त्यो डिएनए को रिपोर्टहरू पनि आउन बाँकी छ, त्यसबाट चाहिँ कस्तो खालको रिजल्ट आउँछ, के रिपोर्ट आउँछ त्यसमा भन्न चाहिँ हामी एकदमै आतुर छौँ। जस्तो पोस्टमार्टमले पनि देखाइसकेको छ कि बलात्कार भएको हो भन्ने कुरा। बलात्कार पछाडि नै त्यो रक्तस्राव अधिक भएको छ, जुन अधिक रक्तस्राव एउटा कन्ट्रोल नहुँदा त्यो प्रत्यक्षदर्शीले भनेअनुसार त्यो जमिन नै त्यो गिलो भइसकेको थियो, रगत त्यति धेरै रगत थियो भन्ने कुरा पनि आछ होइन। जस्तो यहाँ फेरि समातिएका धेरै छन्, हेर्नुहोस् 4 जना समातिएका छन् होइन। 4 जनामा 4 जना अपराधी देख्नुहुन्छ कि अथवा कोही फेरि अपराधी होइनन् कि होइन। मैले भन्न खोजेको के हो भने हामी चाहिँ अपराधीलाई कडाभन्दा कडा सजाय दिनै पर्छ। हेर्नुहोस् फाँसीकै सजाय होस् अपराधी हो भने, तर निर्दोष चाहिँ कोही पनि व्यक्ति नफसोस् भन्ने कुरामा सचेत हुनुपर्छ। यो कुरामा कतिको सचेत हुनुहुन्छ? एकदमै यो चाहिँ के छ भने अब यो इन्भेस्टिगेसन भइरहेछ होइन। यो हामीले भन्दा पनि हामी त बाहिरबाट प्रहरीलाई सहयोग गर्ने हो होइन। अब हामीले ठ्याक्कै यही हो भन्न चाहिँ सक्दैनौँ, किनभने बलात्कार पछि हत्या भइसकेको छ भन्ने कुरा यो प्रष्ट भइसकेको छ। तर बलात्कार त भयो, बलात्कार 1 जनाले गर्यो कि 2 जनाले गर्यो कि 3 जना गर्यो कि अथवा समातिएका 4 जना त्यो घटनामा संलग्न थिए भन्ने कुरा चाहिँ प्रहरीले इन्भेस्टिगेसन गरिरहेछ। यो पछाडि चाहिँ के आउँछ भन्ने कुरामा निर्भर पर्छ। अब हेर्नु, अब हामीलाई चाहिँ के लाग्छ भने हामी पीडित परिवारको पक्षबाट छौँ र यो हामी के भन्दैनौँ भने निर्दोष मान्छे चाहिँ त्यहाँ फसोस् भन्ने हामी पनि चाहँदैनौँ। तर जो अपराधी हो, जो बलात्कारी हो होइन,
त्यो मान्छे चाहिँ कुनै पनि हालतमा त्यो मान्छेले चाहिँ छुटकारा पाउनुहुन्न, त्यो मान्छेलाई कानुन बमोजिम कारबाही हुन पर्यो। किनभने हाम्रो नेपालमा चाहिँ फाँसीको सजाय त छैन होइन। जे संविधानमा लेखा छ जस्तो बलात्कार पछि कस्तो खालको के भन्छ कानुन छ होइन, हत्या गरिसकेपछि कस्तो खालको कानुन लेखिया छ संविधानमा, त्यही अनुसार चाहिँ कारबाही हुन पर्यो। निर्दोष फसोस् भन्ने चाहना हामी पीडित पक्षको पनि छैन। दर्शकबिन